हजुरहरूले हेर्नु भएको यो चाहिँ हाम्रो बाइफोन सिस्टम भयो। यसलाई हामीले स्लाइड एन्ड फोन पनि भन्छ, बाइफोन पनि भन्छ। यसलाई हजुरको बिचमा गरेर बिचमा खोल्ने पनि गर्नु मिल्छ, आधी पल्ला उता आधी पल्ला यता पनि गर्न मिल्छ। हामीले यसमा यतापट्टि एउटा ढोका दिएको छ नर्मली रेगुलर युजको लागि। अनि त्यसपछि बाँकी यो 3 पल्लालाई चाहिँ उतापट्टि खोल्न मिल्छ। यसमा डिजिटल ग्लास पनि भएको छ 0.2 mm को। अनि डिजिटल ग्लास हाल्नु पनि एकदमै स्मुथ छ। हजुरहरूको हलतिर अनि माथि कौसीतिर अनि पार्टीहरू नचाहिने बेलामा गर्दा पनि अनि पार्टीहरू गर्ने बेलामा चाहिँ पुरै ओपनिङ चाहिन्छ भने यसरी खोल्न सक्नुहुन्छ। यसलाई हजुरलाई अब चाहिने बेलामा पुरै खोल्न सकिन्छ। अनि बन्द राख्नुहुन्छ भने यसरी फेरि फोल्ड गरेर यसलाई ब्याक लाग्न सक्छ। ब्याक लगेर यसरी बन्द गर्न सक्छ। अब यसको लकमा सुरुमा हामीले यहाँनिर लक गर्नुपर्छ। यो यसरी तानेर यसलाई यहाँ घुमाउनुपर्छ। घुमाएपछि यो लक भयो। त्यसपछि यसको यहाँनिर मल्टी लकिङ हुन्छ, एउटा तलपट्टि एउटा माथिपट्टि। यो लक भयो। अनि त्यसपछि हामीले एउटा